हामी गएको मिराकल गार्डन टोपी सोपी लगाइकन होइन बाबा अनि आइपुग्यो यहाँ ओके हाम्रो गाडी पनि आइसक्यो हजुर बाबा Hello, Sam. Hello brother, how are you? Good. Okay, Sam, how are you? I'm okay. I'm good. Yes, you okay? Now I'm okay. आज चाहिँ दिन पनि धुम्म भएछ तर राम्रो छ Left side is International City. Yeah, Western. Yeah, international city. First day that's what. अन्नपूर्ण जस्तै भएछ IMG right side, right? Western for me. हेलो हामी चाहिँ आइपुग्यौँ अहिले चाहिँ मिराकल गार्डन अब चाहिँ आइपुग्यो मिराकल गार्डन अहिले हो अब ससमा ढल्काइहाल्यो होइन बाबा फोटो खिच्दै हुनुहुन्छ आज चाहिँ मिराकल गार्डन घुम्ने भनेको आजै फेरि घामै लागेको रहेन तर छाता छ मिराकल गार्डन दुबई एन्ट्रन्स बाबा कस्तो भयो मिराकल गार्डन भर्खर पस्दैछौँ है इन्टरेस्ट भर्खर देख्दैछ इन्टरेस्ट पनि जुलुम रहेछ नि त फेरि यहाँ ने सोध्ने मान्छे नि कसो त है बाबा भित्र पसेको राम्रो भएन नि भित्र पसेको छैन सोधेको कस्तो लाग्यो भनेर इन्ट्रेस्ट भएको देख्दैछ भन्दै हुन्छ बाबा ल आइपुग्यो हामी मिराकल गार्डन हजुर ल दुई चार टोपी लगाएर रेडी भइरहेको छ हाम्रो म्याडमहरू ल घोडाले वेलकम गरिरहेको छ अगाडि टिकट आयो आयो टिकट आयो ल हाम्रो चाहिँ भित्रको लागि फाइनली टिकट पनि आयो हो कस्तो लाग्यो आमा दामी नि अरू भन्दा नि यो फुल चाहिँ कसरी छ फुलाएको हौ है आमा कत्रो उयो रहेछ नि त घोडा ल बाबा अब चाहिँ कस्तो लाग्यो त यही त घोडाको जात रहेछ उयो घोडाले बुक बन्द गरेको रहेछ हो यता हाँसेकोमा खिच्नु भएन बाबा आम्मा जुलुम रहेछ नि त होइन बाबा मन पर्यो दामी रहेछ दामी आम्मा सब हाडै हात छैन यो सबै नेचुरल फुल हो नि बाबा हजुर यो पिटुनिया हो यो छुँदा हुन्छ नि हामी चाहिँ यहाँ हुँदैछ हजुरहरूको दुइटा लिनुहोस् न आमा नि म दिन्छु एकदम राम्रो रहेछ हो यहाँ चाहिँ आज चाहिँ हामी ठिक्क टाइममा आयो वेदर पनि दामी यस्तो भइरहेको छ घाम लागेको छैन हो वेदर दामी दिन पनि राम्रो सन्डे परेको म्याक्सिमम् बिची छ पार्क चाहिँ हो तर वेदरले चाहिँ आज एकदम हेप्पी साथ दिएको ठिक्कै घुम्ने खालको भएछ त्यहाँनिर घुम्दैछौँ हो अरू चाहिँ मैले सनग्लास देख्दैछु कुकुरको सनग्लास लगाइरहेको गाडीमा बाबा फोटो खिच्दै हुनुहुन्छ नेक्स्ट हामी आज चाहिँ जस वेदर पनि राम्रो रहेछ ठिक्कै सबैले साथ दिएको कोको चस्मा लाग्यो किनभने चस्मा बिर्सेको पनि त हाल्छु अच्छु कस्तो चिसो पानी आइरहेको छ यहाँनिर यहाँबाट शीतल रहेछ पानी क्या बस्नु लागिरहेको ल चाहिँ हामी यहाँ छत्रियामा छातामा पुग्यो यहाँको चाहिँ यस्तै छ माहौल आज जो रमाइलो भइरहेछ बाबा फोटो खिच्दै हुनुहुन्छ आमा होइन ओके छाताहरू रहेछ मधुर नि कस्तो मजाले बनाएको छ गार्डन नि के आएर नानीको स्टलहरू रहेछ यहाँनिर
दिन चाहिँ दामी भइरहेको छ आज गरम सरम केही छैन रहेछ आरामले हिँड्नु सक्ने दिन भएको छ यहाँ फोटो खिच्दा हुँदैछ यहाँ छ फोटोग्राफर फेरि छाता अब हामी जाँदैछौँ यहाँ माथिबाट चाहिँ सबै डल्लै भ्यू देख्छ नि त हो तर कत्रो यो छ नि सिँढी त कत्रो ठुल्ठुलो रहेछ हौ लामो लामो खालको नि माथिबाट आउँछ राम्रो फोटो कस्तो हुँदैछ बाबा दामी 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 भयो आम्मामा शान्तिको सास फेर्ने जग्गा चाहिँ यहाँ रहेछ ए, फुल फुलै फुल मात्र पनि होइन रहेछ जीवन भन्दा जस्तो अनि नि अब अलिकति माथि यहाँबाट चाहिँ यस्तो छ गाइज हो हाम्रो उयो भएछ के भन्नु यहाँबाट सिँढी चढेर आएको कि यहाँसम्म उता त हत्तु भइदिने रहेछ कत्रो लामो लामो सिँढी हो फेरि आम्बो दुई पाइला चाल्नुपर्ने एउटै सिँढीमा अझै यहाँ माथि जानुपर्ने हो कि म चाहिँ बाबाहरू त्यहाँ पुगिसक्नु भएको छ तर एकदमै हुँदैछ दामी नाइस नाइस अमेजिङ यहाँबाट चाहिँ जम्मै डल्लै देख्ने रहेछ हो यता वरिपरि के छ कहाँ जाने हो अब यहीँबाट हेरेर चाहिँ हामी चाहिँ सोचिरहेछु अब जो इमिरेट्सको पछाडिबाट चाहिँ उतापट्टि निस्क्यौँ हजुर कहाँ जानु फेरि तर आजको दिन पनि राम्रो त राम्रो हो एलिफेन्ट यहाँदेखि तल डाउन गएर लेफ्ट कत्रो ठुलो एलिफेन्टको बच्चा रहेछ पछाडि नि चाहिँ मयूर दामी बनाएको रहेछ फ्लावरको अब चाहिँ हामी जाँदैछौँ उता कुकुरा बाबालाई हामी चाहिँ यहाँ खै पुकुरा बाबा चाहिँ कहाँ जानुभयो नि हामी चाहिँ पुकुरलाई कुदिरहेको छ यहाँ आइसक्नु भयो ल अब हामी चाहिँ फेरि कता जाने भनेर कन्फ्युज भयो हो यहाँ चाहिँ कति भएको छ 4:45 वाटर बलून रहेछ पनि पारो त हेर भयो गल्फ खेल्दै रहेछ त जाने यहाँ चाहिँ सयपत्री फुल पुरा लगाएको रहेछ हो अब दिवालीमा चाहिँ यहीँबाट लिएर जानु पर्ला जस्तै छ अलिअलि किन पाउँदैन नि त यो फुलहरू
यहाँ एउटा टिपेर लैजाऊँ कि क्या हो नि एउटा लान्छु नि कति साल बादमा देखेको सयपत्री फुल त मलाई म त बोटै बिर्सिसकेको छ सयपत्रीको ए कस्तो राम्रो रहेछ हो कपिलाहरू पुरा लागिरहेको रहेछ हो दिवालीमा आएर एउटा टिपिकन लिएर जाला जस्तै छ यहाँबाट अब हामी चाहिँ अहिले यतापट्टि हामी तर उल्टा आएछौँ नि उताबाट चाहिँ हामी आउनु पर्थ्यो हजुर अनि यताबाट घुम्दै घुम्दै amazing हो बाबा गरम भयो अलिअलि त्यति साह्रो हिजो जस्तो छैन है तर हिजो त के मलभित्र त थियो शीतल भएको थियो नि हिजो त मलमा अहिले पनि शीतलै त्यति गरम छैन आज चाहिँ घाम छैन नि है घाम चाहिँ टक्कै उयो भएछ गमला झुन्डाएको होइन बाहिर गमला छ बाहिर फुल निकाल्ने अनि है आमा र बाबा जाँदै हुनुहुन्छ पर पुग्नु भयो पुग्नु कस्तो भयो त कस्तो हुँदैछ शान्ति आँखाहरू फ्रेस त्यो हरियो पर्यो कति भएको नदेखेर आज हरियो पर्यो फुलै फुल फुलहरू यसरी रोप्दो रहेछ बाल्टीहरूमा यो त ड्रमहरू रहेछ पुग्यो नि त यस्तोमा है र पनि माटो लगाएर दामी यो फुलहरू त कति भयो नदेखेको पुरा पहिला घरतिर हुन्थ्यो नि त यो हो यो फुलहरू कसलाई याद छ छैन हजुरहरूलाई यो चाहिँ पुरा हुन्थ्यो घरतिर हो तर यो सयपत्री चाहिँ सयपत्री होइन यसको नाम चाहिँ मैले बिर्सेँ तर के हो तर पुरा हुन्थ्यो घरभरि त्यो घरको हुन्छ नि आँगनहरूमा रोप्ने यो चाहिँ रहेछ सनफ्लावर हो पुरा त्यही फुलहरू लाग्छ कति त मरेछ घाम यस्तो लाग्छ कि 50 डिग्री घाममा अनि बिचरा फुलहरू त बाँचेकै हो नि मरेछ अरे हो कलरहरू चाहिँ मिठो कलरहरू है मन पर्यो कलरहरू होइन नेचुरल यो सब नेचुरल हो आमा बाबा फोटो खिच्दै हुनुहुन्छ यहाँनिर यस्तै खालको छ मसरुमहरू बनाएको बस्ने ठाउँ छैन रहेछ नि यहाँ मङ्की रहेछ ला एक्लै हिँडिरहेको छु लानु चाहिँ प्यारेन्ट्सहरू शीतल भइदिनु भएको तर आज चाहिँ भगवान्ले पनि साथै दिनुभएको होला नि यस्तो मजाले बादल लागेको छ कि साँच्चै हो भगवान्ले पुरा साथ दिनुभएको आज किन नभए यस्तो यो ओपन पार्कमा त पुरा गरम हुन्थ्यो नि त कता हिँड्नु हो रे गरम भयो पुरा चस्मा पनि खोलेर दिइहाल्यो पुकुको चस्मा हो पुकुको चस्मा पुकुलाई रिटर्न गरिदिइहाल्यो अब टोपी मात्रै लगाएर घुम्ने हो खेल्दै रहेछ उयो फुल पुकु हिँड्दै हुनुहुन्छ आमा पछाडि हुन्छ भित्र हुनुहुन्छ हो अब भालुको तारी हुँदैछ खै
कत्रो ठुल्ठुलो पेङ्गुइनहरू रहेछ पेङ्गुइनमा राम्रो बनाएर Teddy bear, love, heart, love. Like it's real, होइन from far बाट हेर्दाखेरि चाहिँ it's real तर यहाँ हेर्दा पनि त्यसरी राम्रो बनाइरहेछ योहरू चाहिँ आई थिङ्क लाइट भन्छ होला भयो यो चाहिँ आकाशमा हेरेको रहेछ आकाशमा हेरेको रहेछ यो चाहिँ अलिकति अल्छे भएर ढ्याक्क बसिरहेको रहेछ यो चाहिँ मिक्की माउस यो पुको यो मिक्की माउस हो पुको हजुर के हो अरे कुन कार्टुन एनिमेसन मिक्की माउस होइन मिक्की माउस पनि भएको जस्तो लाग्यो त्यहाँको त हातमा यस्तो भएको यो चाहिँ दामी बनाएको रहेछ हातको यो क्या है हातमा फोटो मुखमा कान चण्डे मुसलमान बाबाले के भन्नुभयो बाबाले भने के भन्नुहुन्छ हस्पिटाउनुहुन्छ हो त्यो चाहिँ राम्रो बनाएको रहेछ हातमा फ्लावर अम्ब्रेलाहरू चाहिँ दामी मिलाएर राखेको है कलरको यो चाहिँ शीतल बनाएको होला घुम्दाको बस्ने हो तर दामी अम्ब्रेला अब हामी चाहिँ यो साइड घुमिसक्यौँ त्यही भएर अर्को साइड जाँदैछु म अर्को साइड चाहिँ उता बोल्नुपर्छ किनभने टाइम भयो 5:35 अर्को साइड पनि राम्रो छ नि त अनि चाहिँ अब बिस्तारो घुम्नु काठ रहेछ आमा तर चाहिँ अरिजिनल त अरिजिनल रहेछ हरायो के हो हामी त नि पत्तेलबाट जानु अब यहाँबाट ओह्रालो यहाँबाट यहाँनिर थियो नि त्यो केटी यहाँ बनाएको थियो क्या यो एरियामा त्यो हटेर उज्जामा लगाएको चाहिँ केटी घुम्दैछ चिन्डे रहेछ बाजी चिल्ली हुन्छ नि त यो चाहिँ बाजी चिल्ली के सुयो भयो होला नि आमा गरमले घामले खुइल्यो होला सरी Yep.
ज्यादा आउँदैन पनि भन्नु आँटिसक्यो उज्यालोमा आएको ठिक्क टाइम भइसक्यो नि बाबालाई भन्यो झिङ्गा त मलाई सरेर आइसक्यो क्या 1 करोड उही त जिनीलाई बाबाले भन्नुहुन्छ जिनीलाई होइन 1 करोड दे बाबा भन्नुहुन्छ अरे जिनीले छ नि जिनीलाई 1 करोड दे दो भन्नुहुन्छ अरे हो तर यो चाहिँ राम्रो रहेछ यहाँनिर फुलै फुलहरू अलिकति ल्याउनु कंपनी की बकवास थी ना बोल दुकान है बोले चिन्दैन त पुरा थाक्यो कि मेरो यो क्याप हेर्नु न अघि डोरी काटिदिइहालेँ अब बोक्नुलाई अब भाइ बाबा र पुक्कु आमा अगाडि गइसक्नुभयो अब घुमेर पनि अलमोस्ट डन भइसक्यो जाने भनेको कि फेरि अहिले हामीलाई लिनु आउनुहुन्छ 8 बजे नि त सो त्यही भएर चाहिँ अब हामी यताउता घुम्दैछौँ अहिले त लाइटनिङहरू पनि बल्यो लाइटहरू पनि जलिरहेको राम्रो भयो यहाँ चाहिँ छ लभ हार्ट है यहाँ चाहिँ अहिले यहाँ कुकुरले पानी लिनु बाबा के गर्नु के खानुभएको पानी खाने पानी खाने तिर्खा लाग्यो नि अनि चाहिँ पानी खाने यहाँनिर अब चाहिँ रात पऱ्यो सबै लाइटहरू पनि बाल्नु भयो हो तर राति चाहिँ मलाई काम लाग्दैन जस्तो लागेको थियो तर यो फ्लावरको जुन अरिजिनल कलरहरू छ नि र पनि यो लाइटले गर्दाखेरि चाहिँ नेचुरलै देखाउने रहेछ हुन त सबै नेचुरल त नेचुरलै हो र पनि यहाँ गएर नुहाइदिउँ लागेन गरमले खाएको पर्फेक्ट हालेको पानी जस्तो ठिकै यहीँ नानीहरू जान्छ भनेर होला कि नि कस्तो कालो भयो होइन अनि आज राति त पानी पर्छ होला जस्तै छ आकाश पनि कालो न कालो देखिरहेको छ हो कालो भएछ अहिले पानी पर्दै पनि हुन्थ्यो बरु अलिअलि मजा आउँथ्यो नि शीतल हुन्थ्यो हो हुन त आज त शीतलै भयो म चाहिँ अब रात परेर पनि टोपी लाउने सिन भइदिइरहेछ किनभने हातमा बोक्नु साह्रै गाह्रो भयो नि त हो अनि यसको चाहिँ काटेँ मैले काटेको थिएँ कि यसको चाहिँ कुकुरले नकाट हुन्छ जस्तो भएको थियो काटिदियो अब के गर्नु अब लास्टमा आफूले भोग्यो अब रात परेर पनि टोपी लगाएर घुम्ने सिन भइदिइरहेछ ओके गाइस रमाइलो भउँदैछ घुम्यो पुरा हामी हो यहाँनिर यसको चाहिँ कलरहरू चेन्ज हुने रहेछ हो जाने नजाने म त आमा हजुर जाने आमा जाउँ न त जाउँ छैन आमा यताबाटै सयपत्री फुलहरू पुरा फुलेछ दिवाली त दिवाली फेरि त दिवाली हो कि यहाँहरू साँच्चै फाइनली बाबा पुग्नु आमा भेट भयो कहाँबाट आउनुभयो तपाईँहरू यहीँ आउनुबाट आउनुभयो क्या हो कहाँबाट आउनुभयो घुमेर ए म त यहाँबाट निस्केर आउनुभयो त्यस्तै लाग्छ तिमीहरू यहाँ पसिसक्यो होला भनेर चाहिँ हामी चाहिँ यत्रो घुमेर पुग्यो कि हेलो जाउँ भनिराख्नु भएको छ बरु हो बरु अर्को जग्गा घुम्ने भनिराख्नु भएको छ हामी चाहिँ जाने हो अब देरा सिटी सेन्टर किन हिजोको चाहिँ केही सामानहरू किन्न बिर्सेको थियो यो चाहिँ इभिनिङको टाइम हो अहिले चाहिँ बजेछ कति 6:15
6:15 भएछ। नाइस राम्रो। आमा बाबालाई कोरिराख्नु भएको छ किनभने बाबा र पुपुरा जानुभएको छ हो। अनि राम्रो अझै घुम्नु बाँकी छ तर घुम्दा घुम्दै थाकिसक्यो नि हो। हामी आज कति बजी आयो? हामी आएको 4 बजी आएको। हामी आज 4 बजी आउँदाखेरि चाहिँ 4, 5, 6, 15 3.5 घन्टा त भयो। 3.5 घन्टाहरू 3 घन्टा त भएछ। मजाले इभिनिङको टाइममा 4 बजीहरू आइपुग्दा ठिकै हुँदो रहेछ। एक राउन्ड पहिला मजाले वरिपरि घुम्नु, त्यहाँदेखिको चाहिँ स्पटहरू हेरेर फोटो खिच्नु, कहाँ खिच्ने कहाँ नखिच्ने त्यो। 4 बजीतिर आयो भने 5 बजीसम्म 5, 5:30 सम्ममा अँध्यारो हुँदो रहेछ। 6 बज्यो 6:15 भइसक्यो। बाबाले भन्नुभयो झाँक्रीलाई फलाएको चाहिँ के भन्दैछौ भन्नुहुन्छ कि हामी चाहिँ आज अब यहाँ जाने भनेर चाहिँ अब पछि गऱ्यो। मेरो कल 7 बजे हो। 7 बजी सकेपछि चाहिँ हामी जान्छौँ देरा सिटी सेन्टर। बिकज हिजो चाहिँ केही सामानहरू चाहिँ किन्न छुटेको थियो हो, बिर्सेको थियौँ। सो अब आमा बाबाहरू पनि धेरै दिन बाद दिन छैन। अब यहाँबाट चाहिँ हामी सिधै जाने देरा सिटी सेन्टर केही सामानहरू लिएर अनि चाहिँ घर जाने होइन पुग्नु। बाबा के बनाएको? भ्लग बनाएको बाबा। भ्लग खै कहिले ब्लग गर्नु यो ब्लगलाई? भ्लगलाई ब्लग गऱ्यो भने त बाबा अनि सक्ति गर्ने सक्ति गर्ने होइन। अनि यो लाइट बाहिरको लाइट चाहिँ कहाँबाट दिएको रहेछ? बाबा र पुक्कु हिँडिराख्नु भएको छ त्यहाँनिर। आमा उता भिडियो बनाउँदै हुनुहुन्छ। अब चाहिँ हामी पनि जान्छौँ। 1 आवर मोर एकछिन बस्नु पर्ला जस्तो थाक्यो नि। 7 बजी त हाल्यो। 7 बजी आयो भने पनि 8 बजी आइपुग्छ। नाइस नाइस। वाउ पानी चाहिँ पऱ्यो है ल। किन आकाश कालो थियो नि त हो। पानी पऱ्यो अहिले चाहिँ किनभने आकाश उयो थियो नि त कालो कालो थियो नि त पानी पर्छ जस्तो लाग्यो थियो। नभए पानी पनि ट्याक्कै पर्थ्यो नि। ल दुबईमा पानी पऱ्यो है बाबा। दुबईमा पानी पऱ्यो। दुबईमा पानी परेको फर्स्ट टाइम होला यहाँ कति वर्षमा? हो नि पानी परेकै थिएन हो। अहिले आइएमजीतिर पऱ्यो भनेर खबर आएको थियो। हजुर अहिले त यहीँ छिटाउनु थालिहाल्यो नि। पानी छिटाउनु थाल्यो। पानी परिरहेको छ हो। त्यति धेरै छैन, सानो सानो छिटाहरू चाहिँ देख्न सक्नुहुन्छ। सानो सानो छिटा परिरहेछ हो। शीतल स्याहारेर कति हाल्नुपर्छ होला पानीहरू? अनि अन्त फुलहरू खुसी हुनुभन्दा पहिला त स्याहार्ने खुसी हुन्छ। स्याहार्नै खुसी हुन्छ पहिला त। अनि आज चाहिँ यहाँको फुलहरू पनि खुसी हुने भयो। बाबाले भन्नुभएको फुल स्याहार्ने भन्दा पनि फुल भन्दा पनि स्याहार्ने मान्छे खुसी हुन्छ भन्नु। स्याहार्ने गार्डनर्स क्या अनि है झन् खुसी हुनु परेन। अनि बिहानदेखि कति बेला दिन पानी हाल्छ होला, कति बेला दिन स्याहार्छ होला। अहिले हेर्दाखेरि अन्त भरे पानी पऱ्यो भने उसलाई हाल्नु परेन हो। छुट्टी भोलि ढिलो उठ्दा पनि भयो नि भोलि बिहान। बाबाले हजुर हामी चाहिँ अब यहाँ खाजा खाने। चिया म चाहिँ केही नखाने पुग्यो। चिया भने अरू म त चिया खाँदिनँ पुग्यो। हामी चाहिँ चिया खानु खाएको चौकी मासु मासु पुरा खाने बाबा। चिया चाहिँ खाएको यहाँनिर किनकि हेर्नु त पायो। हेर्नु त पायो। वाटर पार्क कति रुपियाँ रहेछ चियाको? 10 रुपियाँ। इन्डियन टी 10 रुपियाँ। कफी विथ मिल्क 10 रुपियाँ। मिल्क ब्ल्याक 10 रुपियाँ। बाबा मेनु पानीपुरी 25 रुपियाँ। दही पुरी 25 रुपियाँ। सब पुरी 25 रुपियाँ। समोसा चाट 25 रुपियाँ। पंजाबी समोसा 20 रुपियाँ। वडापाव 15 रुपियाँ। सबसे महँगो चाहिँ के हो बाबा? 60-65 को एउटा उयो रहेछ नन भेज थाली।
चाहिँ सब चाहिँ आइरहेछ त्यो त फर्काइदिनु भएको थिएन बस 1 घन्टा यहीँनिर अब मेन त यहाँ चाहिँ पानी परेको छ अहिले हो पुरा पानी पर्यो हामी चाहिँ यहाँनिर रोक्यो हो यहाँ हो पानी त ठुलै पर्ला जस्तो छ नि बाबा पानी पर्यो त भिज्नुहुन्छ राम्रो होइन दबाईमा पानी पर्यो होइन त बाबा त दामी पानी परेछ हो त्यो भिजौहरू पनि हो घरमा बाबा जानुभयो दबाईमा पानी पर्यो वाउ 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 चाहिँ अहिले यति बजेछ अघि हामी आउँदा चाहिँ कति थियो 5 बजी 45 मिनट थियो अहिले चाहिँ बज्यो 7 or 10 7 बजेर 7 बजी छ हो हामी चाहिँ जाने 8 बजे पानी चाहिँ दामी परिरहेछ हो शीतल तर यहाँबाट चाहिँ हिँडेर ऊ तल त्यति आउँदा चाहिँ गाह्रो हुने रहेछ पानी पर्न थाल्यो यहाँ चाहिँ पानी टोपी पर्यो पानी परेर चाहिँ टोपी लगाएको हो किनभने रिजल्ट छेल्छ नि त दिउँसो घाममा काम लाग्यो घाम छेल्नुलाई अहिले पानी चाहिँ पर्दछ तर त्यस्तो ठुलो त होइन लाइक सिमसिम पानी हुन्छ नि चिसो चिसो ओत लागेर टोपी भिजेर चिते पर्ला ओत लाग्नु बसेको छात त भाँगै रहेछ चाहिँ एकछिन रिल्याक्स गरेको किनभने कस्तो हावा पनि दामी चलिरहेछ हो अनि पानी पनि अलिअलि परिरहेछ चुप्पेन यस्तो छ आकाशमा चाहिँ कालो बादलहरू लागिरहेछ तर रिल्याक्स यहाँनिर एकछिन रिल्याक्स उसको त दुईटा घोडा भिज्यो छाता ओढेर मजुर भिज्यो छाता ओढेर आइरहेछ किनभने पानी परिरहेछ त्यस्तो त होइन तर तिनजना छाता केटीहरू नाच्दै तिनीहरू पनि भिज्यो र पनि अब ठिकै छ हामी त्यत्तिकै पानी थोरै लिएर बसेको नि पानीको फिल गरेको यत्रो साल बादमा हामी चाहिँ अब फर्किँदैछौँ यहाँनिर अघि हामीले भिडियो बनाएकोहरू फोटो खिचेको त यहीँ थियो राम्रो अहिले झन् राम्रो आउँदो रहेछ नाइटमा पानी ठुलो पऱ्यो नि हेर्नु न यहाँ अब जाने भनेको त निस्किसकेको हामी चाहिँ हो अघि माथि बस्दा त परेको थिएन हो आमा बाबा उता बसिरहनु रहेछ यहाँ पानी परेर छाता पनि छाताको मुनि रेस्ट गरेको भन्दा पनि पानी त आउँदो रहेछ पानी त ठुलो पऱ्यो नि अब हामी त बाहिर पो जानुपर्छ त मेन इन्ट्रान्स होइन त्यहाँ गएर फेरि सिटी सेन्टर जानु छ तर यत्रो पानीमा चाहिँ अब कसरी हिँड्ने यही एउटा छाता लिएर जानु पर्यो यही एउटा छाता लिएर जानु पर्ला जस्तै छ नि एउटा एउटा हामी चाहिँ यहाँ ओत लागेको नेचुरलै होला भने पनि पानी पऱ्यो कत्रो पानी पऱ्यो छातामा त छातालाई पानी छेर्दो रहेछ हिँड्ने बेला एयरपोर्टमा यसरी परेको नि बाबुरामा त्योभन्दा डेन्जर है सबजना नानीहरू हुनुहुन्छ हो यो चाहिँ टिपोट तर कसरी अडेको छ होला भन्ने चाहिँ अलिकति हुन्छ नि एकदम मनमा जिज्ञासा भएको के तर इट्स रियली नाइस एन्ड अमेजिङ पानी परिरहेको थियो अहिले चाहिँ पानी रोक्यो पानी परिरहेको छ हो कुकुरहरू आमा बाबाहरू छतमा हेलो एभ्रिवान अब चाहिँ हामी यहाँबाट एक्जिट हुँदैछौँ हो कस्तो भयो पानी परेर नेक्स्ट लेभल फिल पानी पऱ्यो बाबा कस्तो भयो अब हामी चाहिँ जाँदैछौँ पानी परेर अलिक शीतल भएर हावा आउँदै थियो एकछिनमा त बाफुल्ला जस्तो भयो अब गाडीमा चढ्नु जाँदैछौँ अब हामी मेडिकल गार्डनबाट निस्क्यौँ घुम्नु पनि भक्कु घुम्यौँ अनि थाक्यौँ नि है थाक्यौँ पनि ल एकछिन रेस्ट पनि गऱ्यौँ आमा चाहिँ भिडियो बनाउँदै हुन्छ स्टिल हो हामी चाहिँ अब एक्जिट हामी चाहिँ हो ल अब हामी जाँदैछौँ अब यहाँबाट चाहिँ हामी सिधै फर्स्ट जाने हो डेरा सिटी सेन्टर
तर देरा सिटी सेन्टरको चाहिँ भिडियो बनाउनु पाउँदिनँ होला म, किनकि ब्याट्री छैन, सक्यो हो। सो त्यही भएर चाहिँ अब यहीँ चाहिँ भन्छु हजुरहरूलाई सबैले भिडियोहरू इन्जोय गरिदिनुहोस् होला, अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। ओके, थ्याङ्क यू। ओके एभ्रिवान, अब हामी चाहिँ लाग्यो द लास्ट इन्डिङ। ओके गाइज, thank you for the watching our video. Please like, comment and subscribe.